समाउनु एकचोटि थम्बनेलको लागि चाहिँ बढी भएर चाहिँ अलिकति गाह्रो भइरहेको मलाई अब रनिङ हेर्ने यस्तो 7 रनिङ छ So hello and namaste beautiful people. How are you? Khubi khubi I love you. Hey, चट्टपाडामा आफ्टर लङ टाइम हामी फेरि भ्लगको तर्फतिर आइसकेका छौँ. आफ्टर लङ टाइम त के भन्नु 9 महिना हो कि 7 महिना 8 महिना त्यस्तै जे होस् 7 महिना क्रस भइसकेको थियो हामीले भ्लग अपलोड नगरेको. सो आज अलिकति इन्ट्रेस्टिङ अलिक बच्चाहरूलाई मनपर्ने खालको भ्लग लिएर आइरहेको छु म होइन. आज मेरो प्लान चाहिँ के छ भने आरसी गाडी हुन्छ नि आरसी कारहरू आरसी कार ट्रकहरू चलाउने भन्ने सोच छ. अब ठुलो कत्रो पनि छ क्या त्यहाँ होइन. सो सबैभन्दा ठुलो चाहिँ मैले तपाईँलाई त्यहाँ गएर देखाउँछु. अहिले म यहाँबाट घरबाट निस्किन लागेको अनि थाहा छ त अब यस्तो छ जिन्दगी होइन. भ्लग बनाएको छैन हेलमेट अब बोकुम होइन अनि लाग्नु पर्ने हुन्छ. अब जुत्ता लाउँछु अनि जान्छु म रहिला हान्नुपर्छ अबबाट भ्लग डेली भ्लग. डेली त सकिँदैन त्यही पनि यसो आफूले सक्ने टाइममा हालिदिउँ न भन्ने कुरा हो. आज अनि 7 बजिसक्यो नि 7 बजी आँखा खोलेर भ्लग बनाउनु निशानीले भने त यो त जोक होइन नि त त्यही भएर होइन. सो अहिले चाहिँ पेट्रोल हाल्नु पर्ने हुन्छ. मेरो बाइकमा पेट्रोल छैन अनि बाइकको स्थिति चेन्ज भइसक्यो. तपाईँहरूलाई थाहा पनि छैन होला है. पहिला अर्कै थियो अहिले त फेरि निशानको बाइक त फेरि यस्तो भइसक्यो नि अहिले त फेरि ओहो. सो त्यही हो पेट्रोल हाल्नु पनि यहाँबाट माथि जानुपर्ने हुन्छ. त्यो गाडी चलाउनेको लोकेसन चाहिँ कहाँ भने सुनिखेल जाने बाटोमा हो क्या भाइरल रोड जाने बाटोमा हो. अब त्यो कसरी देखाउनु मैले गोप्रो सोप्रो बोकेको छैन त्यही हो माथि गएर भेटौँ न हामी. सो हामी हाम्रो लोकेसनमा आइसकेको छौँ होइन. अनि बाइक साइक पार्किङमा राखिसकेको छु मैले पेट्रोल सेट्रोल हालेर. अनि त्यही हो हाम्रो लोकेसन आइसकेको छ. हाम्रो लोकेसन चाहिँ कहाँ भन्दाखेरिमा हाम्रो यो माथि उता भाइरल रोड जाने बाटो भयो. यहाँ हेर्नु त यो बाटो याद होला केटाहरूलाई यहाँबाट भाइरल रोड पुग्छ भन्ने याद होला होइन कि छैन के हो ल आउनु नि त बाहिर एकछिन. सो त्यही हो अनि यहाँ टन्नै गाडीहरू छ क्या. अब गाडीहरू कुन चाहिँ देखाउनु म बाबु यहाँ आउनु एकचोटि खिचिदेऊ न एकचोटि राम्रो निकालिदेऊ ल. यति खिचिरहेको भइरहेछ यताबाट. सो तपाईँहरू देख्न सक्नुहुन्छ गाडी कतिवटा छ यहाँ. अलिकति बढी स्पिड भएको गाडी चाहिँ यो हो. कति डलर होला दाइ यसको $150 भनेको अब तपाईँहरूलाई थाहा होला बुझ्नु अब आफै गाडी मात्रै. योसँग फेरि टायरदेखि सबै आइरहेको हुन्छ. यो चाहिँ कतिको स्पिड पुग्छ भने 85 हुन्छ 85सम्म पुग्छ. यो मोडिफाई गऱ्यो भने अर्को $200 लाग्छ. तपाईँ बरु यता आउनु न साइडमा. सो दिस इज आवर फर्स्ट अलिकति एक्स्ट्रा गाडी चाहिँ यही हो क्या. अलिकति स्पिड हुन्छ नि यो कुदाउनको लागि चाहिँ त्यो ट्र्याक हो फेरि त्यहाँ छ तल ट्र्याक. यहाँनिर चलाउने चाहिँ यस्तो गाडी हो फेरि यिनीहरू चाहिँ 35 पुग्छ होइन. 35 12 र 15 मात्रै हो 12-15. यो चाहिँ 85 पुग्छ. यसको लागि चाहिँ अनकन्ट्रोलवाला छ. अनि हामीसँग यो सँगै अर्को गाडी छ यो हेर्न सक्नुहुन्छ. यो चाहिँ कति पुग्छ यो चाहिँ 35 देखि 45. यो पनि बबाल पुग्छ. यो पनि चलाउने भनेको त्यस्तै ट्र्याकमा हो होइन. अनि हामीसँग अरू भनेको हेर्न सक्नुहुन्छ डोजरहरू छ. हेभी छ फेरि यत्रो छ नि. अहिले सबै चलाएर देखाउने हो. बस्नु न गाडी देखाउनु सिकाउनु सबैलाई सब चलाएर सो देखिरहनु भयो होला तपाईँले. सो अनि अर्को म देखाउँछु तपाईँलाई. अर्को भनेको क्रेन छ हामीसँग. यो यस्तो पुरै अब तपाईँहरूलाई जे गर्नु मन लाग्छ गर्न पाइयो क्या. यहाँ चाहिँ यो गाडीहरू सबै देखिहाल्नु भयो. यो हेर्नु झन् यो कत्रो छ. यो त उचाल्यो भने पनि यत्रो छ ल ठ्याक्कै समाउनु एकचोटि थम्बनेलको लागि चाहिँ क्लिक खच्याक
अब गफ किन हान्ने हो र हामी अब के गर्नुपर्छ भन्दा हामी कुदाउनु पर्छ अनि यस्तो गाडीहरू पनि छ यहाँ यिनीहरू चाहिँ सो पिसको लागि क्या तपाईँहरूलाई लिनु मन छ भने यहीँ सम्पर्क गर्न सक्नुहुन्छ यहाँ आउन मिल्छ केटाहरू चिलमा आफ्नै सम्झेर मेरो नाम लियो भने अझ डिस्काउन्ट पनि दिनुहुन्छ दाइले सो हामी अब फर्स्टमा एउटा गाडी सुरु गरेर हेर्नु है त फर्स्टमा हामी कुन चलाउँछौँ भने यो चलाउँछौँ भन्दा पनि देखाउँछु म तपाईँहरूलाई के कस्तो छ फिचरहरू होइन सस्पेन्सनहरू हेर्नु यहाँ समाइदिनु अब एकचोटि कति डलर होला दाइ 40-50 भयो होइन तपाईँको यो छ नि यो त्यसले चाहिँ अगाडि पछाडि गर्छ होइन बाङ्गो क्या बाङ्गो सिधा होइन युट्युबको लागि हो नि त हामी अनि यसले चाहिँ त्यहाँ देखाउनु त लेफ्ट राइट सो खासमा यो कुदाउनको लागि चाहिँ हामी अलिकति एक्सट्रिम ठाउँमा जान्छौँ यो यहाँसम्ममा त के कुदाउनु सम्ममा त कुदिहाल्छ नि सम्ममा कुद्छ तर हामी चाहिँ कहाँ कुदाउँछौँ भने यतापट्टि अर्को ट्र्याक छ यो ट्र्याकको लागि अरू गाडीहरू आउँदैछ मैले भनेको थिएँ नि तपाईँहरूले स्टार्टिङ पनि भनेर अब तपाईँ सर र गाडीको मात्रै छु है केटा अब म यो कटाउन सक्छु कि सक्दिनँ है त कटाउन त गाह्रो छ यार यस्तो हुन्छ हामी केटाहरूले लाग्छ कि सजिलो छ भन्ने सोध्छ होला तिमीहरू होइन तर लास्ट गाह्रो छ यार यो कन्ट्रोल गर्न किनभने स्पिड पनि अलिक बढी नै हुन्छ घटाउन त मिल्छ त्यही पनि अलिकति गाह्रो अलिकति पावर बढी भएर चाहिँ अलिकति गाह्रो भइरहेछ हामीलाई अलिक टर्निङ हेर्ने यस्तो सार्प टर्निङ छ यस्तो हुन्छ अनि यसको लागि खासमा यो गाडी होइन यो चाहिँ ड्रिफ्ट गर्नको लागि हो तर हामी चाहिँ अहिले अब ट्र्याक छ किन नचलाउने भनेर चलाएको हो खासमा त्यसलाई अब तपाईँलाई म के देखाउनु र अब यस्तै छ के चाहिँ अरू गाडी क्रलर भन्ने गाडीहरू पनि आउँदैछ हामीसँग आउन त हेर्न सक्नुहुन्छ यसको स्पिड हेर्नु है त एकचोटि स्पिडै घटाएछ हेर्नु ल स्पिड हेर केटा 45 को यो यस्तो कुद्छ भनेपछि त्यो 85 को कस्तो कुद्छ होला त सम्झिउ त केटाहरूलाई अहिले यति मात्रै चलाएर देखाउँछौँ हामी अहिलेको लागि अलिकति जुम गर्छु यहाँ हेर्नु है राइट नाउ हामी खाजा अलिकति भोक लागेको भएर चाहिँ हल्का पेट पूजा गर्नको लागि आछौँ यसो खाँदैछौँ त्यही हो कहाँ भन्दाखेरि बुढा नीलकण्ठ अहिले हामी मन्दिर दर्शन गर्न क्या यसो कहिलेकाहीँ धार्मिक पनि हुनु पऱ्यो नि त अहिले भित्र जान पनि सक्छौँ नजान पनि सक्छौँ जे पनि हुनसक्छ सो त्यही हो अहिले मस्त खाम यिनीहरू अन्त्य पछाडि जानुपर्ने हुन्छ है त हामी सो हामी निस्केर बाहिर आइसकेका छौँ हामी मेरो बाइक चाहिँ त्यही माथि छोडेर स्कुटरमा आएको थियौँ हामी मन्दिर यहीँभित्र हो दर्शन गरिसक्यौँ है केटाहरू ल तिमीहरू पनि गर ल त सो त्यही हो अब यहाँबाट हामी फेरि आरसी ब्याटल ग्राउन्डै जाँदैछौँ त्यहाँ गएर अब गाडी चलाउने भन्ने सोच त छ तर म चाहिँ चलाउँदा वाक्क लागिसकेको छ क्या मलाई त्यही भएर म चलाउँदिनँ होला होइन हजुरहरूलाई चलाउनु मन लाग्छ भने आउनु होला यो दाइ म चाहिँ के खोजेर बसिरहेको छ क्या अब यत्रो बेरमा सो त्यही हो अब धेरै गफसप नहान्नु यहाँबाट जानुपर्ने हुन्छ गइन्छ दर्शन हान्नु यो पनि टक्क गुड बोय ल त्यही हो अब यहाँबाट निस्क्यौँ कहाँ पुगिन्छ अब त्यही नो आइडिया पहिला निस्क्यौँ होइन सो राइट नाउ हामी हाम्रो घर आइसकेको छौँ हाम्रो घरमा हल्का अलिक 10 बजिसकेको छ मम्मीले अब पुन्टुरै खाना लाग्दै भन्दै थिएँ खै कहाँ छ हो इज द खै त पुन्टुरै ल मम्मी त्यहाँ टक्क भात खाँदै हुनुहुन्छ के छ मम्मी हेलो वेलकम टु माई ब्लग आफ्टर लङ टाइम या ल त्यही हो अब पुन्टुलाई भात साथ दिनुपर्ने हुन्छ
आज त पिसी बनाउन पनि जानुपर्ने छ यार म कम्प्युटर आइज पुन्टु आइज अब यहाँ भात हालिदिएपछि त छोरो ह्याप्पी भइहाल्यो नि ल हेर्छन् खा बाइक हेर्न सक्नुहुन्छ मक्खन भएको छ अहिले फेयरिङ्स पनि फेरे सिट पनि फेरे होइन रिम फेरे टायर फेरे हेडलाइट फेरे